आधा घन्टा भयो आइपुगेको। त्यो मुक्तिनाथ मन्दिर जान भनेर आएको। भाइ कुर्दा कुर्दा आइलो त भयो। म बसेको यहाँ आधा घन्टा जति हुँदैछ। म यहाँ घाम ताप्दै भाइहरू कुर्दै बस्दै कतिखेर आउने कतिखेर आधा घन्टा भइसक्यो म यहाँ बसेको। झ्याउ लागिसक्यो। बरु तिनीहरूलाई नबोलाइकन म एक्लै पूजा गरेर गए भयो रेथरी जान्छु। कति बेर लाग्यो तिनीहरूलाई त्यहीँबाट आउनुहुन्छ। हामी काठमाडौँदेखि आइसक्यौँ। बल्ल बल्ल आएर अब हामी चाहिँ मन्दिर झर्दैछौँ। यहाँ तल पूजा गरेर अनि माथि जानुपर्ने हुन्छ। माथि त अहिले त के बजाइरहेको थियो, अहिले त साँच्चुङ्ग भइसक्यो। मान्छे खाना खान गइसक्यो होला। म काठमाडौँबाट आइसकेँ, यहीँबाट मान्छे आउँदैन। यस्तो नि के छोरी यता हेर त कति राम्रो देखेँ कि हेर्न त। नयाँ ज्याकेट लाउन पाउँछ त फुरुक्कै छ मान्छेहरू। हामी चाहिँ यता तेरो झोला बोक्या छ। कसरी बोक्या त त्यो झोला चाहिँ? किन बनायो त तक्लु चाहिँ? यहाँ चाहिँ यो चाहिँ मुक्तिनाथ मन्दिर हो धादिङको। आएन अस्ति नै आएको थियो। छोरी त झन् आएन ल है छोरी। यता हेर त। यहाँ चाहिँ मुक्तिनाथ मन्दिर कता तलबाट पूजा गरेर माथि र यहाँ पूजा गरेर उता जाने होला हो के हो? तल चाहिँ होला क्या, तलतिरबाट माथितिर आउने होला। पूजा गर्ने ठाउँ हो। पूजा गर्नु खोज्नु भयो? पूजा गर्नुभयो त्यहाँ नि हो। मेन त माथि भइगयो नि। अहिले यहाँ पूजा गरेर अनि माथितिर पूजा गर्दै जाने हो। अनि यहाँ खोला बाँदरे टोपी लाएर यहाँ एउटा नराम्रो देखिया छ। कहाँ यहाँ मोजा हालेर मुन्के यसले वेट उवारी ठाउँ ल हाल अब लगान्छ त्यहाँ खोल्छ के होला। के गर्नु पर्यो? त्यहाँ फलफुल छ भित्र गरौँ न। के गर्नु पर्ने? नुहाउनु पर्ने तल रे मरेको खोलामा कहाँ हो के नुहाउने? हामी त्यता आइसक्यो नि। मुछ्यौ यता आऊ त यता। मैले भन्न लागेको थिएँ फोन गरेर बेलामा बिर्सेछ भन्नु। ल माथि हो नरिवल फुटाउँछ यहाँ होइन? त्यसरी बनाएको नरिवल फुटाइहालौँ त्यसरी न। नबना। नरिवल फुटाइहालौँ न, खाइहालौँ पक्कै। दक्षिणा जति चाहिँ जम्मै हामी लाग्यो। तैँले सिधा लेखेको भिडियो हेऱ्यो? के अरे पैसा जति सबै लाने गर्दैन भनेको थियो नि। गऱ्यो गरौँ कसले? खै मैले गरेर हालिदिएको थिएँ त। त्यही नि हालेको थियो। हालेको थियो मैले सबै हेरेको छैन, मोबाइल छैन। कहाँ राखेर चाहिँ भेट्ने भन्ने कुरा त्यहीँ राख्नु नि त्यहाँ। अनि देउतालाई कोठा चढा भोलि आउँदाखेरि चाहिँ खाएर भ्याउनु है भन्छ कसले? कहिले मैले सबै हाल्दैछु नि त।
पैसाहरू नि यहीँ हाले जस्तो लाग्छ भेट्दा नि भेट्दैन मसँग छ त यहाँ नभए नभेटे भए 5-10 रुपियाँ यो कता कता हो माछा मसँग अगाडि लाउनु नभेटे भए ए पर्दैन मेरो उ गर्न आएको अनि तेरो पैसा के छ मैले नि 5-10 रुपियाँ दिन लागेको यहाँ अरू पनि पुरा आउनु भएको कुराकानी गर्दै परिवार होइन कता जानलाई घुम हुन्छ त्यता के हो गड्डी बनाएर ल्याएर दिदी मान्छे त छ रे कति धेरै मान्छे हो अघि मान्छेहरू कति धेरै पूजा गरेर अहिले आएको काठमाडौँदेखि हो उनीहरू चाहिँ घरबाटै आयो अरू जानु त्यहाँ गएर हेर्नु है हजुर उतापट्टि गएर हेर्नु त कता चाहिँ सिधा छन् हुन्छ सिरा हजुर जाने हो हस् हस् सामान सबै ल्याइदिनु लाने खडगपुर जानु भयो फोटो खिच्न यहाँ पूजाको सुरुवात गरी नै कन भाषा होइन हो कता किन आउनु यहाँ यता बनाएको इधर मंदिर है एक गुफा में पूजा हो रही ओम नमः शिवाय के हुन्छ ओम नमो 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 थोड़ा सा मिल्छ मिल्दैन दिदी त्यता हेर्नु न आज मलाई फुल बनाइदिनु होइन त मोबाइल अब कहाँ के हो थरे हेरेर आउँछु म ल सक्छ अब मलाई भन्न त के भन्ने ल अनि देखाउनु भनेपछि भन्नु परेन होइन फोटो यस तलको पूजा पाठ सकियो हामी मासतिर जानलाई चाहिँ लाग्दैछौँ यो बाटो मासतिर जाने अनि फेरि मासतिर गएर वहाँ पनि पूजा गर्ने
यो चाहिँ मुसी ए मुसी यता हेर्यो तल पूजा गरेर होइन तलतिर पूजा गरेर त्यो बाटो हुँदै हुँदै उता गाडी नै आउँदो रहेछ गाडी आइरहेको छ यता 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 हुँदै ठ्याक्कै यहाँ आइपुग्यौँ अझै त्यहाँ माथि आइपुग्ने मन्दिर मेन मन्दिर देख्दैन यता आएर जाने के भयो ओके गर्न के गर्ने ल हिँड्नु अगाडि अगाडि खोइ गाडी उता आइरह पापा मन्दिर आइपुग्न लाग्यो मन्दिर बनाएर हो के बोल्यो बोल्ला हो मुक्तिनाथ मन्दिर मन्दिर आइपुग्यौँ हामी जुत्ता चप्पल तथा छालाका वस्तुहरू भित्र लैजान पाइने छैन रे लगायत त्यसैले हामीले जुत्ता चप्पल यहाँ खोल्दैछौँ होइन यस शिव पूजा गर्न जाने ठाउँमा दिदी पूजा गरेर ट्याक्क हामी त जानुहुन्न है आउनुहुन्छ फुल चढाउन आएको थिएँ फुल चढाउनुहुन्छ मन्दिर गाइज ट्याक्क होइन छुट्टै परिवार छ मूर्तिहरू चाहिँ के गरे अरे मुक्तिनाथ मन्दिरको ढुङ्गाहरू के गरे त्यही त होला नि यसको रहस्य लाउनु जल चढाउनु गऱ्यो नि त्यहाँ ल भयो होइन फेरि नयाँ यो चाहिँ मेन मन्दिर हो दिदी मन्दिर त दुइटै उस्तै छ नि तर यो छुट्टै हो नि त के हो रहस्य मन्दिरभित्र के हो यो Wow, guys. बजाउन नसक्ने यहीँ चढाउने होला सुनरी हो यो कहाँ चढाउने हो यो यहीँ हो यो कहाँ चढाउने बन्द भयो अहिले
गर्न आओस् हामीलाई नि खान्छ पानी आउन है कति मिठो कति मिठो रे भाइ ल धेरै फुट्यो क्या हो यहाँ हेर यसले बोलेको खाम अब बनाइ भयो आधी मात्रै राखिदिनु भने होइन ल भयो अब यो भयो ल यो कहाँ चढाउने भने यो अब कहिले नचढाउँ त्यहाँ राख राख्ने यहाँ माथितिर त भोको अरे नि त अनि न त हात पर्ला नि तिरको भिडियो नि बनाइदिएन होला है छोरी हजुर कति राम्रो देखेको म राम्रै छु भन् यो दुईटा राक्षसलाई नबोला भए त मेरो पैसा अलिकति पनि बस्यो खाजा पैसा नि बस्नु राक्षसहरू अब हामी पूजा गरेर फर्केको म काठमाडौँ जान्छु भाइ र छोरी बहिनीको घर जान्छु